सबैलाई नमस्कार। एकैछिन कतै नजानु होला, यो भिडियो पुरा हेरेर मात्रै जानु होला। हजुरलाई मैले जानेका कुराहरू, मेरा गुरुहरूले शिक्षा दिएको कुराहरू र हजुरलाई मैले केही ज्ञानहरू दिन लागेको छु। म रौला नरौला कसैको भरोसा छैन मित्रहरू, र मैले केही छोडेर गइरहेको छु। हजुरलाई म गए तापनि यो भिडियो सबैसँग सेयर होस्, हजुरले यी ज्ञानका कुराहरू सबै सिक्नु होला। जसलाई किडनीको समस्या छ, किडनीको डायलिसिस गरिराख्नु भएको छ, एकचोटि मात्रै प्रयोग गरेर हेर्नुहोस्। यो निम हो। निमको 11वटा पत्ता, यो पिपलको पत्ता 7वटा, कलिलो पत्ता। यो पिपलको 7वटा पत्ता हेर्नुहोस् है, 3 4 5 6 7। यो दुईटा 11वटा पात, यो 7वटा पत। यसलाई धोइ पखाली गरेर मिक्सरमा पिसेर 1 कप पानी रोगीलाई खान दिनुहोस्। जो किडनीको डायलिसिस गरिराख्नु भएको छ, किडनीको डायलिसिस गरिराख्नु भएको छ, किडनी तपाईँको ट्रान्सप्लान्ट गर्नु परेको छ, एकचोटि प्रयोग गरेर हेर्नु होला। गर्दैमा केही खेर जाँदैन, कुनै तपाईँलाई यसले साइड इफेक्ट गर्दैन। पिपल मैले चण्डेश्वरी मन्दिरमा आएर मैले कसम खाइरहेको छु। यहाँ हेर्नुहोस्, चण्डेश्वरी मन्दिर, यो गणेश मन्दिर छ, मन्दिरमा आएर हजुरलाई मैले यो भिडियो बनाइरहेको छु। आजभन्दा मैले 4-5 महिना अगाडि मात्रै यो यसको बनाएको थिएँ। बरको दारी मिलियन तपाईँको लाइक थियो, के अरे फलोज थियो। यो डिलिट भयो। किनभने यो किन गरियो त भन्दा कसैलाई अरूलाई रिस उठेर, रिस गरेर, ह्याक गरेर, कम्प्लेन गरेर उडाइदिनु भयो। फेरि पनि यही मन्दिरमा आएर मैले यो भिडियो बनाएर देखाइरहेको छु। हजुरलाई मैले जानेका कुराहरू, यो सत्य तथ्य एकचोटि मैले प्रयोग गराएको छु। धेरैजनालाई सफल भएको छु र मैले आज यो भिडियो बनाइरहेको छु। हजुरलाई किडनीको डायलिसिस गरिराख्नु पर्दैन, एकचोटि प्रयोग गरेर हेर्नुहोस्। डायलिसिस गर्नुहोस्, तर यो पनि प्रयोग गर्नुहोस्। तपाईँलाई धेरै मद्दत पुर्याउनेछ। किडनीको ट्रान्सप्लान्टबाट बच्न चाहनुहुन्छ, ट्रान्सप्लान्ट गर्ने भनेको धनी व्यक्तिले मात्रै गर्छन्। हामी गरिब दुखीले ट्रान्सप्लान्ट गर्न सकिँदैन। 50-60 लाख रुपियाँ पैसा खर्च हुन्छ। कसैले किडनी ट्रान्सप्लान्ट गर्नु पऱ्यो भने आफन्तहरूले कसैले दिए भने मात्रै हुन्छ, नभए हुन सक्दैन। एकचोटि गरेर हेर्नुहोस्। यसै मृत्यु उसै मृत्यु, तर एकचोटि प्रयोग गरेर हेर्नुहोस्। यसको घरेलु नुस्खा मित्रहरू, यसले अरू धेरै किसिमलाई काम गर्छ। जसलाई दमको समस्या छ त्यसलाई पनि काम गर्छ, जसलाई लामो समयसम्म खोकी लागिरहन्छ त्यसलाई पनि काम गर्छ। एकचोटि यो घरेलु उपचार गरेर हेर्नु होला मित्रहरू। जय श्री राधे, जय श्री राधे, जय श्री